जो मान्छेसँग धैर्य छैन उसले खाना पकाउँदा खाना पाकुन्जेलसम्म पनि कुर्ने धैर्यता राख्दैन भने उसले काँचै भात खानुपर्ने हुन्छ, काँचै खानेकुरा खानुपर्ने हुन्छ। अर्थात् यो धेरै नै गम्भीर विषय हो। तपाईले व्यापार गर्नुभएको छ, त्यो भनेको रुख रोप्नु भएको छ। तपाईले फलको आशा राखेरै तपाईले व्यापार गर्न खोज्नु भएको हो। तर त्यो फल तपाईको मेहनत, तपाईको इमान्दारिता, तपाईको लक्ष्य सबै कुराहरूको बावजुद पनि तपाईसँग धैर्यता भएन भने पाक्नेवाला छैन, त्यो खाना पाक्नेवाला छैन। त्यसैले सफलता तुरुन्तै आउँदैन, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। कुनै पनि उद्यमलाई स्थिर हुन, बजारमा आफ्नो स्थान बनाउन वा नाफा कमाउन समय लाग्छ। जसरी हामी घरमा रहेको दुधबाट दही बनाउँछौँ र एकै सेकेन्डमा दुधबाट दही बन्दैन, त्यसै गरी त्यहाँ के कुराहरू त भइरहेकै हुन्छ भनेर बुझेको खण्डमा मात्रै त्यहाँ दही बन्ने अवधिसम्म हामीले कुर्न सकेको खण्डमा मात्रै दुध दही बन्छ। यो कुरालाई हामीले बुझ्न जरुरी छ। धैर्य नभएका उद्यमीहरू सुरुवाती घाटा देख्दा व्यवसायबाट पलायन हुन पुग्छन्। धैर्यवान उद्यमी भने समयको प्रतीक्षा गर्छ, बीचमा आउने समस्याहरूलाई सहनशक्ति र सकारात्मक दृष्टिकोणले हल गर्दै ऊ अगाडि बढिरहेको हुन्छ। यसर्थ पनि अब हामीले बुझ्नुपर्ने कुरा, धैर्यता व्यापार व्यवसाय गर्नको लागि, उद्यमशीलताका लागि निकै नै महत्त्वपूर्ण छ। यदि तपाईमा छैन भने त्यो विकास गर्दै लग्न आवश्यक पनि देखिन्छ।